निनु ल हुन्छ जय मसी गरेर सुरु गर्नु। जय मसी खास गरी मेरो जन्म हो पास्टर पाङ्गुला कुरुम्बा 6 वडा नम्बर 6 मा जन्मेको थिएँ। त्यहाँबाट धेरै सेवा सङ्गति गर्नु अप्ठ्यारो परेको हुनाले म त्यहाँबाट मेरो जन्मस्थलबाट मधुमलामा आएर मेरो निजी निवासमा सङ्गति सुरु गरेको हुँ। निजी सङ्गति सुरु गरेका हुँ। अनि त्यसमा त्यो सङ्गति सुरु गरेको मिति 2026 साल 2026 फागुन 25 गते हो। त्यहाँदेखि हामी सबै परिवार मात्रै नभएर भाइको जयकुमार राईको परिवार समेत भएर घरमै सङ्गति सुरु गरेका थियौँ। घरमै सङ्गति गर्दै आएका छौँ। पछि रहँदा बस्दा त्यहाँ घटना भयो। एउटा धनबहादुर मगर भन्ने विश्वासी भनेर त्यहाँ सेवामा आउँदै थियो, तर खास विश्वास त होइन रहेछ। विश्वासी नभएको कारणले उसको घरमा दाँड रक्सी खाँदो रहेछ, बेच्दो रहेछ, तर सेवामा आउँदै थियो। अनि पछि मरेपछि उसको दाजुभाइहरूले विरोध गरेर यो विश्वासी होइन, चाहिँ विश्वासी होइन, तर उहाँ बिमार थियो। उहाँ मृत्यु भएको लासलाई नै यिनीहरूले प्रचार गर्यो। प्रचार हुनाले मरेको लासलाई प्रचार गरेको हुनाले यो यिनीहरूलाई चाहिँ लानुपर्छ ठाउँमा, विराटनगर डिएसपी कार्यालयमा लानुपर्छ भनेर उनीहरूले सल्लाह गरेछ। अनि प्रहरी आएर पक्रेर त्यो जति पनि उसको लास लाउने बक्स समेत बनाएको थियो, त्यो समेत गाडीमा ल्याएर विराटनगर डिस्ट्रिक्ट कार्यालयमा पठायो। पछि रहँदा बस्दा धेरै त्यहाँको डिएसपीले तिमीहरू यो विदेशी धर्म किन प्रचार गर्यो, तिमीहरू चाहिँ अब 6 वर्ष कैद हुनुपर्छ भनेको थियो। त्यहाँदेखि 6 वर्षमा कैद भनेको थियो, तर रहँदा बस्दा फेरि त्यहाँनिर धेरै आफ्नो अरू मण्डलीहरूबाट अनि काठमाडौँ कहाँबाट रकम जम्मा गरेर ढलौटीमा हामीलाई छोड्नु भएको छ। अनि त्यो ढलौटीमा छोडेपछि मुद्दा खेप्नु पर्यो। मुद्दा खेप्नु तारिखमा राखेको थियो, महिनामा जानुपर्थ्यो। तर रहँदा बस्दा चट्टै बहुदलीय व्यवस्था पल्टियो। बहुदलीय व्यवस्था पल्टिएपछि हाम्रो मुद्दा धाउने, तारिख धाउने सबै डिसमिस भयो। त्यहाँदेखि फेरि त्यसो भएपछि अनि यहाँ आएर छिमेकीहरूले पनि हेऱ्यो, सबै धेरैजना विश्वासमा आएकोहरू पनि पछि हटिसकेको थियो। तर परमेश्वरको इच्छा हो
उहाँले त्यो बहुदलीय व्यवस्थाले शासन पल्टाएपछि हामी स्वतन्त्र भएको हुनाले फेरि यहाँ सेवा गर्दैथ्यौँ। अनि एल्डर जयकुमार राईको घरमा उसको परिवार र मेरो परिवारहरू जम्मा भएर सेवा गर्दथ्यौँ। त्यति बेला धेरैजना सत्य परमेश्वर चाहिँ प्रभु चाहिँ उहाँ नै हुनुहुन्छ, प्रभु यीशु ख्रीष्ट रहेछ भन्ने विश्वास गरेर धेरैजना विश्वासमा आउँदै गरेका थिए। धेरैजना विश्वासमा आएर यहाँ सङ्गति सुरु भयो। अनि धेरैजना विश्वासी भइसकेपछि उमा घरमा नअटेको हुनाले एउटा सानो चर्च भवन भनौँ, सानो बाँसको खाँबो, बाँसको डाँडाबाट अनि टिनले छाएर धेरै साल सङ्गति गर्दै आएको थियो। त्यो पनि हट्यो। त्यो पनि खतम भएपछि हाम्रो एल्डर जयकुमार राईको यो सिट हो। यसमा उहाँले भन्नुभयो अब के गरौँ हौ, हामी सल्लाह गरौँ, टाढो लैजाउँ भने अलि अप्ठ्यारो हुन्छ होला, लु तपाईँले नै जग्गा दिनु पर्यो, घडेरी दिनु पर्यो, हामी पैसा पेड गर्छौँ भनेर सल्लाह गरौँ। अनि यहाँनिर यो ज्योति मण्डली खडा गर्नु, यो ज्योति चर्च खडा गर्नुलाई धेरै कठिनाइ थियो। त्यसले गर्दा सबैसँग सहयोग, मण्डलीहरू सहयोग पनि माग्यौँ। कतिले दियो, कतिले दिएन। अनि ज्योति चर्च दमकबाट यो बनाउनुलाई बाँकी पनि फ्री दिएन, किस्ताबन्दी तिर्ने भनेर 50,000 ल्याएका थियौँ। अनि त्यसले मात्रै नभएर अरू हाम्रो छिमेकीहरूले पनि जम्मा गरेर यहाँनिर यो चर्च भवन बनाएको हौँ। अनि अहिले त्यही चर्च भवनमा हाम्रो धेरैजना विश्वासमा आयो। अनि बत्तिसमा मैले विश्वास गराएकोहरू झन्डै लगभग 5,000 जति होला। तर बत्तिसमा लिएपछि कतिजना त घर परिवार आफ्नो घर छोडेर, आफ्नो घडेरी छोडेर भागे पनि, कतिजना टाढो गएर हराए। तर अहिले धेरै कम्ती विश्वासमा आएको छ। अनि सबैले सहयोग गरेको छ। यसरी नै त्यहाँ हाम्रो सदस्यहरूले सहयोग गर्दै आएको हुनाले यो भवन राम्रोसँग सञ्चालन भइरहेको छ। अहिले अन्तमा म मेरो स्वास्थ्य धेरै कमजोरी हुनाले, म धेरै नराम्रो बिमारले भेटेको हुनाले म चाहिँ अस्वस्थ भनेर यस ज्योति मण्डलीबाट म अवकाश मागेर अवकाश पाएको छु। अनि यस ज्योति मण्डलीलाई चलाउनको निम्ति मलाई गोठालो चाहियो भनेर कति दिन प्रार्थनामा म रहेँ। अनि प्रार्थनामा रहेर परमेश्वरले गोठालाहरू दिनुभएको छ। त्यसै गरी हाम्रो अहिलेको पास्टर सुक तामाङलाई मेरो नेतृत्वमा उहाँले यस ज्योति मण्डलीलाई चलाइरहेको छ। उहाँले राम्रोसँग सञ्चालन भइरहेको छ।
अब उपरान्तको योजनाहरू सबै उहाँको हातमा छ। यति भन्दै मेरो यो जीवनी यहाँ नै अन्त गर्दछु। जय मसी।